बसको भग्नावशेष 2032 सालमा चाइना सरकारले नेपाल सरकारलाई वातावरणीय हिसाबले स्वच्छ यातायात सेवा प्रदान गर्नको लागि सहयोग गरेको सम्पूर्ण रूपमा ग्रान्ट उपलब्ध गराएको ट्रली बसको अस्थिपञ्जर भएको ठाउँमा म आज आइपुगेको छु। मैले यो भिडियो किन देखाइराखेको छु भने सबै नेपाली जनताले देख्ने गरी अझ नयाँ पुस्तालाई त थाहै छैन नेपालमा ट्रली बसको सेवा थियो भनेर। यो चाहिँ सबैले थाहा पाउनुपर्छ र यहाँभन्दा अगाडिका सबै प्रधानमन्त्री, मन्त्री, शासक, प्रशासकहरूले पनि एकतालि देखुन्। तपाईले सेयर गरिदिनु भयो भने सबैले एकचोटि दबाब अथवा यसको कारबाहीको भागीदार को हुनुपर्ने हो। नेपालमा जहिले पनि विदेशी दात्री निकायले दिएका सम्पत्तिहरूलाई केही समय नयाँ छौन्जेल भाँडो त्यसपछि ठाडोको रूपमा यसरी अव्यवस्थित तरिकाले कमजोर व्यवस्थापकीय क्षमताको कारणले यो हविगत बनाएर प्राय सबै परियोजनाहरू अहिले बन्दको हालतमा छन्। त्यसै अनुसार यो ट्रली बसको यो ठाउँमा आएर मलाई महसुस भयो, म चाइनाका सहरहरू घुम्दाखेरि चाइनामा अहिले पनि यो पुरानो त्यति बेलाको नयाँ आजभन्दा 50 वर्ष अगाडिको नयाँ प्रविधि अहिले पनि छ र मैले चढेको थिएँ। विशेष गरी युरोपका देशहरूमा ट्रली बस आज पनि सञ्चालनमा छन्। यतापट्टि अझ ठुलो यो ट्रली बसको यो मर्मत केन्द्र, यहाँ म तपाईँलाई देखाउँछु। यो मर्मत केन्द्र थियो यहाँनिर, यतातिर चाहिँ पार्क थियो र यसलाई अझ प्रवर्धन गरेर यसलाई अझ योभन्दा अझ उत्तम किसिमको प्रविधि भित्र्याउने भन्दा पनि त्यति बेला सरकारले ल्याएर चलाइसकेपछि विशेष गरी 46 सालको जनआन्दोलनपछि आएका जुन राजनीतिक पार्टीहरूले देश सञ्चालन गरे त्यति बेला सबै उद्योगहरू रुग्ण र ध्वस्त बनाउँदै गर्दाखेरि यो ट्रली बस सेवा पनि आज यो कङ्काल मात्रै हामीले देखेका छौँ। विश्वका अरू विकसित देशहरूमा उच्च प्रविधि प्रयोग गरेर आज मेट्रो अझ बुलेट ट्रेनहरू सञ्चालन भइरहेका छन्। हाइपरसोनिक यातायातहरूको विषयमा छलफल भइरहेका छन्। तर नेपालमा दिएको एउटा ट्रली बस पनि राम्रोसँग सञ्चालन गर्न सकेर आज यो हविगत छ। चुनाव आइरहेको छ, चुनावमा हरेक गाउँ गाउँमा कुरा भइरहेको छ, नेताहरू किन मोटाए, नेताहरू किन धनी भए, यी जनता चढ्ने गाडी, जनताका सम्पत्ति यसरी कङ्गाल बनाउने, त्यसै गरी आफ्ना आसेपासे आफ्ना कार्यकर्ता र एकदमै निम्न स्तरको व्यवस्थापकीय क्षमता भएका विषय विज्ञ भन्दा पनि आफ्ना मान्छेलाई भर्ती गरेर यो हालतमा अहिले अस्थिपञ्जर हड्डी मात्रै बाँकी छ। गाउँ गाउँमा प्रश्न सोध्नुहोस्, तपाईहरूले फेरि उद्योग खोल्नुहुन्छ कि खोल्नु हुँदैन? तपाईहरूले डुबेका हाम्रा परियोजनाहरूलाई फेरि पुनर्जीवित गर्नुहुन्छ कि गर्नु हुँदैन? हाम्रा आय आर्जन र रोजगारीको लागि नेताहरूसँग के खालको आर्थिक एजेन्डा छ? तपाईहरूले निडर भएर प्रश्न सोध्न आवश्यक छ।